हेलो सबैजनालाई मेरो नमस्कार। सम्पूर्णलाई मिठो सम्झना मेरो युट्युब च्यानल खोलेको छु मैले। सबैले मलाई सब्सक्राइब गरिदिनु होला, हेर्ने जतिले प्लिज। अनि आज हामी यो रमणीय ठाउँ, एकदमै पर्यटकीय ठाउँ सप्तकोशीको यो बीच तल पानीको बहाव एकदमै गहिरो छ। यो ठाउँमा चाहिँ नेपाली पानी जहाज चल्ने गर्दछन् र हाम्रै साथीहरूको हाम्रो यता मोरङ इटहरी बलियाको साथीहरूको यो पानी जहाज हो। अनि उहाँहरूले चाहिँ एकदमै हामीलाई आजको दिन रमाइलो गरी पानी जहाजमा राखेर सहर गराउनु भयो। एकदमै रमाइलो धेरै मलाई मजा आयो, धेरै आनन्द आयो। अनि पानी एकदमै चिसो पनि लाग्यो। तपाईहरु पनि रमाउनुहोस्, यो ठाउँमा गएर धेरै आनन्द आउनेछ, जिन्दगीमा एउटा सम्झना रहनेछ है त। सबैलाई मिठो सम्झना।